हाम्रो आफ्नै रिभ्यू च्यानलको फ्राइडे सेगमेन्ट हेर्दै हुनुहुन्छ तपाईँहरू। नमस्ते सबैजनालाई। आज हामी यस्तो फिल्मको कुरा गर्नेछौँ जुन इतिहासको पानाहरूमा अमर छ। यदि तपाईँहरूलाई बाहुबली जस्तो फिल्म मनपर्छ भने यो फिल्म तपाईँहरूकै लागि हो। यस चलचित्र छावा एउटा यस्तो रियल बाहुबलीको जीवन बनेको छ जसले हेरेर तपाईँहरूले बाहुबली जस्तो फिल्म बिर्सिनुहुनेछ। छत्रपति सम्भाजी महाराज जसले आफ्नो बलिदान पनि हिन्दवी स्वराजको लागि दिए, छावा त्यही बलिदानको कहानी हो। पुरै फिल्म सावन शिवाजीको किताब छावासँग इन्स्पायर छ, जुन छत्रपति सम्भाजी महाराजको जीवनमा आधारित छ। छत्रपति शिवाजी महाराजको मृत्युपछि मराठा साम्राज्यलाई फेरि एकजुट गर्ने हिम्मत छत्रपति सम्भाजी महाराजले नै दिएका थिए। सोच्नुहोस्, एउटा यस्तो व्यक्तित्व, एउटा यस्तो पर्सनालिटी जुन छत्रपति शिवाजी महाराज जति नै ठुलो, उहाँको कामलाई अगाडि बढाउन कति च्यालेन्जिङ होला। तर छत्रपति सम्भाजी महाराजले आफ्नो बुवाको नामको स्वाभिमानलाई 100 गुणा बढाइदिए। एकातिर आफ्नै बाउ र दाजुभाइलाई मारेर गद्दीमा बस्ने औरङ्गजेब र अर्कोतिर आफ्नै बुवाको कीर्तिमानी कामलाई देश र दुनियाँभरि फैलाउने छत्रपति सम्भाजी महाराज। यो त्यो दुई सोचको भिडन्त हो जुन यो फिल्ममा देखाइएको छ। दक्षिणको सीमालाई मराठा बाहुबल र नीतिले सेभ राख्ने छत्रपति सम्भाजी महाराजको लडाईँ मुगलसँग मात्र थिएन, त्यो गद्दारहरूसँग पनि थियो, जसले गर्दा आफ्नो बलिदान दिनु पर्यो। फिल्ममा विकी कौशलको एक्टिङ तारिफयोग्य छ। महाराजको जीवनलाई स्क्रिनमा ल्याउन आफैमा च्यालेन्जिङ हो, जसलाई उनले राम्रोसँग न्याय दिएका छन्। लास्टको त्यो 20 मिनटको सिनले त तपाईँहरूको आँखामा आँसु नै ल्याइदिन्छ, जहाँ छत्रपति सम्भाजी महाराजमाथि अत्याचार गर्छन्। उनको आँखा निकाल्नेदेखि लिएर जिब्रो काट्ने, नङ उखेल्नेसम्म गर्छन्। फिल्ममा अरू पनि धेरै आँसु ल्याउने सिन छ। विकी कौशलले सबै इमोसनलको साथ रोल प्ले गरेका छन्। नो डाउट यो उनको करियरको बेस्ट पर्फर्मेन्स हो। उनको भिजुअल इफेक्ट त्यो पनि लाजवाब छ, साथै एआर रहमानको म्युजिक जतिलाई नि बज्छ मजा आउँछ। पुरै फिल्म जुन भाइबसँग चल्छ त्यो पनि राम्रो छ। धेरैजसो यस्तो फिल्मको फिमेल क्यारेक्टरलाई त्यति धेरै स्क्रिन टाइम मिल्दैन, तर छत्रपति सम्भाजी महाराजको धर्मपत्नी यसुबाईको रोलमा रश्मिका मन्दानाले बवाल गरेकी छिन्। उनको स्ट्रङ क्यारेक्टरलाई फिल्ममा पुरै इमान्दारीको साथ देखाइएको छ। अक्षय खन्नाले औरङ्गजेबको पोर्ट्रेल जबरजस्त गरेका छन्। उनको मौनतामा पनि जुन स्क्रिन प्रेजेन्स छ त्यो लाजवाब छ। फिल्मको एक्सन सिन्सहरू पनि राम्रो छ, बट अन्तिमको त्यो क्लाइम्याक्स सोच्दा अहिले पनि गुज बम्प्स आउँछ। सबै मिलाएर यो फिल्म एकपल्ट सबैले हेर्नै पर्ने फिल्म हो। यदि तपाईँहरूले फिल्म हेरिसक्नु भने फिल्म कस्तो लाग्यो कमेन्ट गर्नुहोला र नहेरेको साथीहरूलाई यो भिडियो सेयर गरेर फिल्म हेर्न इन्स्पायर गर्नुहोला। जानुभन्दा अगाडि भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भेट्नेछौँ अर्को नयाँ एपिसोडमा।